नमस्कार साथीहरु, माथि दिएको न्यूजको क्याप्सनहरुले तपाईले बुझिसक्नु भयो होला। आज हामी एकदमै रोचक र महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौं। त्यो हो भारतका राष्ट्रपति र सर्वोच्च अदालत बीचको संविधान सम्बन्धी टक्राउको विषय, जुन आजको दिनमा धेरै चर्चाको विषय बनेको छ र यो विषयले भविष्यमा भारतको लोकतन्त्र कुन दिशातिर जान्छ भनेर निर्धारण गर्ने घटना बन्न सक्ने सम्भावना छ। आउनुहोस् यस विषयलाई हामी सरल भाषामा बुझ्नेछौं। यसमा अघि बढ्न अगाडि तपाईलाई भारतमा संविधानको 3टा महत्त्वपूर्ण अंग कुन-कुन हुन् र राज्यमा कानूनलाई पारित गर्ने प्रक्रिया के छ त्यो बुझ्न जरुरी छ। भारतमा संविधानको 3वटा महत्त्वपूर्ण अंग हुन् एक्जिक्युटिभ, लेजिस्लेचर र जुडिसियरी। एक्जिक्युटिभमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि सरकारी अधिकारीहरू पर्छन्। यसमा राष्ट्रपति जो सरकारलाई सल्लाह दिने यानी एडभाइजरको रूपमा बसेका हुन्छन्, उनैलाई एक्जिक्युटिभको हेड मानिन्छ। एक्जिक्युटिभको काम भने जति कानून बनेको हुन्छ त्यस कानूनलाई इम्प्लिमेन्ट गर्नुपर्ने हुन्छ। त्यसैगरी लेजिस्लेचरमा पार्लियामेन्टका पर्छन्। लेजिस्लेचरको काम भने कानून बनाउने हो। त्यसैगरी जुडिसियरीमा सुप्रिम कोर्ट, हाई कोर्ट, डिस्ट्रिक्ट कोर्ट र अन्य कोर्टहरू आउँछ। सुप्रिम कोर्ट यानी सर्वोच्च अदालतलाई जुडिसियरीको हेड मानिन्छ। उनीहरूको काम कानूनलाई व्याख्या गर्ने हो। अब अर्को महत्त्वपूर्ण कुरा स्टेटमा बिल कसरी पारित हुन्छ अनि यसको प्रक्रिया के हो त्यो बुझौं। त्यसपछि हामी मेन मुद्दामा आउनेछौं। कुनै पनि स्टेटको एसेम्ब्लीले हाउसमा नयाँ कानून इन्ट्रोड्युस गर्छन्। डिस्कसन पछि सबैको सहमति साथ पास गरेपछि राज्यपालकोमा पठाइन्छ। जब राज्यपालले त्यसमा हस्ताक्षर गर्छन् तब त्यो कानून पारित हुन्छ। यति बुझिसकेपछि अब राष्ट्रपति र सर्वोच्च अदालतको टकरारको मुद्दामा आउँ। यो कन्ट्रोभर्सियल कुरा सुरु हुन्छ जब तमिलनाडु राज्यको गभर्नरले त्यहाँको एसेम्ब्लीमा पारित गरेको 10वटा कानून न त पास गरे, न रिजेक्ट गरे, न त राष्ट्रपतिसम्म पुर्याए। गभर्नरले यस बिललाई महिनौसम्म राखिरहे अनि त्यो मुद्दा अदालतमा पुग्यो। त्यसको मध्यनजर 8 अप्रिल 2025 मा सर्वोच्च अदालतले फैसला दियो कि अबदेखि कुनै पनि गभर्नरले विधानसभा या एसेम्ब्लीले पास गरेको कुनै बिललाई बढीमा 3 महिना भित्र निर्णय लिनै पर्छ, नत्र त्यो बिल अटोमेटिकली पारित भएको मानिनेछ। तब यो फैसला राष्ट्रपतिको नजरमा पर्यो र राष्ट्रपति द्रौपदी मुर्मुले सोध्नुभयो के सर्वोच्च अदालतले राष्ट्रपति र गभर्नर जस्ता संवैधानिक पदधारीको समय सीमा तोक्न सक्छ? के अदालतले बिललाई राष्ट्रपति या राज्यपालले मन्जुरी नगरी पनि पारित भएको भन्न सकिन्छ? राष्ट्रपति महोदयले यो प्रश्न संविधानको धारा 143 अनुसार अदालतसँग सोध्नुभयो। हाम्रो संविधानको आर्टिकल 143 ले राष्ट्रपतिलाई कुनै कानूनमा केही कन्फ्युजन भए सर्वोच्च अदालतलाई सोध्ने अधिकार दिएको छ। यद्यपि सर्वोच्च अदालतलाई प्रश्नको उत्तर दिनै पर्छ भन्ने चाहिँ उल्लेख छैन। तर स्पेशल कानून आर्टिकल 143 लाई लगाएर प्रश्न सोध्नु सामान्य कुरा होइन, किनभने राष्ट्रपति र सर्वोच्च अदालत दुईवटा अलग अलग संवैधानिक अंग हुन्। राष्ट्रपति कार्यपालिकाको प्रमुख हुनुहुन्छ भने सर्वोच्च अदालत न्यायपालिकाको सर्वोच्च निकाय हो। उहाँहरू दुई बीचमा स्पष्ट सिमाना हुनुपर्छ। अब प्रश्न उठ्छ, यदि राष्ट्रपति अदालतको फैसलासँग असहमत भए भने के अदालतले त्यसको जवाब दिनुपर्छ? यदि जवाब दियो भने त्यो भविष्यमा राष्ट्रपतिको अधिकारमा असर पर्न त सक्दैन। एक्जिक्युटिभ, लेजिस्लेचर र जुडिसियरी सबैका आफ्ना अधिकार छ, तर कहिलेकाहीँ यिनको अधिकार एक अर्कासँग ठोकिन्छ। तब संविधानको व्याख्या कस्तो हुन्छ भन्ने प्रश्न उठ्छ। इतिहासमै हेर्ने हो भने यस्तो टक्राउ पहिला पनि भइसकेको छ। 1973 मा केशवानन्द भारती केसमा अदालतले भनेको छ कि संसदले संविधान संशोधन गर्न सक्छ, तर संविधानको मूल ढाँचा यानी बेसिक स्ट्रक्चरलाई परिवर्तन गर्न मिल्दैन। त्यसपछि 1986 मा राष्ट्रपति ज्ञानी जेल सिंहले संसदले पास गरेको पोस्टल बिलमा हस्ताक्षर गर्न मानेन र त्यो बिल 6 वर्षसम्म राष्ट्रपतिकैमा रोकिएको थियो, तर अदालतले केही बोलेन। त्यस्तै 2015 मा मोदी सरकारले न्यायाधीशहरूको नियुक्ति प्रणाली बदल्न खोज्दा अदालतले त्यो कानूनलाई असंवैधानिक भन्दै खारेज गर्यो। यसरी अदालतले संसद र सरकारको शक्ति सीमित गर्ने काम अघिदेखि गर्दै आएको छ। तर अहिले राष्ट्रपति स्वयंले अदालतसँग प्रश्न गरिरहनु भएको छ, जुन कुरा पहिले देखिएको थिएन। यस्तो अवस्थामा प्रश्न उठ्छ,
के अदालतले राष्ट्रपति जस्तो उच्च पदमा बसेको व्यक्तिको कार्यशैलीमा टिप्पणी गर्न सक्छ? के अदालतले यो काम यति दिनभित्र गर भनेर आदेश दिन सक्छ? अनि यदि अदालत चुप लाग्छ भने त्यो चुप्पीको अर्थ के हुन्छ? अब यहाँ दुईवटा कुरा महत्त्वपूर्ण छन्। पहिलो, राष्ट्रपतिले अदालतसँग प्रश्न सोध्न पाउनुहुन्छ, त्यो उनको संवैधानिक अधिकार हो, तर अदालतले जवाब दिनै पर्छ भन्ने चाहिँ होइन। दोस्रो कुरा, अदालतले जवाब दिए भने त्यो भविष्यमा उदाहरण या प्रेसिडेन्ट बन्नेछ र अन्य राष्ट्रपतिहरू पनि त्यही अनुसार बाँधिनेछन्। त्यसैले यो केवल कानुनी विषय होइन, यो राजनीतिसँग पनि गहिरो सम्बन्ध भएको विषय हो। किनभने यहाँ कसको अन्तिम अधिकार हो भन्ने कुरामा बहस भइरहेको छ। कार्यपालिकाले यानि राष्ट्रपतिले निर्णय गर्ने कि न्यायपालिका यानि अदालतले, यस्तो बहस लोकतन्त्रमा हुनु नराम्रो होइन, तर लामो समयसम्म समाधान नआएमा यसले जनताको विश्वास घटाउन सक्छ, नीति निर्माण ढिलो हुन्छ अनि लोकतन्त्र कमजोर बन्न सक्छ। तपाईँ के सोच्नुहुन्छ? के राष्ट्रपति सही थिए या छन्? के अदालतले जवाब दिनुपर्छ? अनि यस प्रश्नले लोकतन्त्र बलियो बनाउँछ कि कमजोर? कृपया कमेन्टमा लेख्न नबिर्सिनु होला। अनि यस्तै भिडियोका लागि लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नु होला। फेरि भेटौँला अर्को महत्त्वपूर्ण विषयलाई लिएर। तबसम्मका लागि बिदा दिनुहोस्। जय हिन्द, जय संविधान।